हेलो कुचेस अब वेलकम ब्याक टु माई भिडियो। सो आज म फेरि तपाईँहरूलाई लिक्विड फर्टिलाइजर पिनाको पानी हो। यो चाहिँ लिक्विड फर्टिलाइजर पिनाको पानीको टिप्स चाहिँ लिएर आएको छु। सो यो पिनाको पिना मैले पानीमा मिक्स गरेको चाहिँ 4 दिन भयो है। 3 दिनमा चाहिँ हामीले यसलाई युज गर्न सक्नुहुन्छ। अब चाहिँ यो युज गर्नुभन्दा अगाडि हामीले मजाले फिटाउनुपर्छ है। यो यसरी फिटाउनुपर्छ हैन। त्यहाँदेखि चाहिँ यस्तो फिस आउँछ है। त्यहाँदेखि हामीले यो युज गर्न सक्छ है। फिटाउनु लागि चाहिँ मैले चाहिँ 10 लिटरको यहाँनिर ठुलो बाल्टीमा पानी लिएर आएको छु है। यो चाहिँ 10 लिटर हो है। यो बकेट चाहिँ 10 लिटर हो। यसमा चाहिँ हामी पानी अब यो 1 बकेट पिनाको पानीलाई चाहिँ हालेर फेरि फिटाउनुपर्छ मजाले है। पतला गरेर लाउनुपर्छ। बाक्लो भयो भने हाम्रो फेरि फुलेको फुल चाहिँ मर्न सक्छ। त्यही भएर म चाहिँ पतला गरेर लाउँछु है। यो चाहिँ मर्निङ होइन भने इभिनिङ टाइममा तपाईँहरूले युज गर्न सक्नुहुन्छ। सो यो पिनाको पानी चाहिँ मर्निङ होइन भने चाहिँ इभिनिङमा लाउनुपर्छ। दिउँसो चाहिँ लाउनु हुँदैन किनकि मध्य घाम लागेको हुन्छ नि त। त्यही भएर प्रायः म चाहिँ इभिनिङमै लाउँछु। इभिनिङ चाहिँ मेरो लागि चाहिँ ठिकै हुन्छ किनभने बिहान चाहिँ भ्याउँदिनँ नि त। अरू कामहरू पनि गर्नुपर्छ होइन। त्यही भएर इभिनिङ टाइममा चाहिँ लाउँदैछु। यसरी मजाले फिटाउनुपर्छ। पतुलो लगाउनुपर्छ। अब चाहिँ म सबै फुल्ने प्लान्टहरूमा लाउँछु। पिनाको पानी लाउनुभन्दा अगाडि चाहिँ यो हामीले भित्र पट चाहिँ मजाले यसरी गोड्नुपर्छ होइन। यसरी माटो सुक्खा हुनुपर्छ। यतिको माटो सुक्खा हुनुपर्छ होइन। त्यहाँदेखि वरिपरि हामीले यस्तो गरेर कटेर चाहिँ अब लाउनुपर्छ होइन। त्यहाँदेखि अब यो पिनाको पानी लाउनु चाहिँ मलाई कसरी याद आयो भन्दाखेरि चाहिँ मेरो फुलहरू हेर्नु नि यस्तो सानो सानो होइन। यो पनि सानो छ। यो पनि यसको ग्रोथ पनि सानो छ होइन। पहिलाको लास्ट इयरको चाहिँ कस्तो मजाको फुलेको थियो। म तपाईँले राख्नुछु माथि होइन। अन्त यसको देख्दाखेरि चाहिँ मैले पिनाको पानी लाउँछु भनेर याद आएर चाहिँ मैले अस्ति भिजाएर राखेको थियो होइन। अब चाहिँ म लाउँछु होइन। सो अब यो लाउनुभन्दा अगाडि चाहिँ हामीले ध्यानमा राख्ने चिज चाहिँ के हो भन्दा यहाँनिर हामीले पातमा लाउनु हुँदैन होइन। यसरी साइडबाट मजाले यसरी लाउनुपर्छ होइन। यसरी लाउनुपर्छ। पातमा चाहिँ लाउनु हुँदैन। अब यो सबै फुल्ने भएको छ। सो यो पिनाको पानी चाहिँ किन लगाएको भनेदेखि चाहिँ हाम्रो फुल चाहिँ यसरी माथि फुलेको जस्तै जमक्कै फुलोस् भनेर चाहिँ यो पिनाको पानी चाहिँ मैले लाउँछु है। सो यो फुल्ने स्टेजमा चाहिँ फुललाई चाहिँ प्रायः मलजलहरू चाहिन्छ नि त। त्यही भएर चाहिँ म चाहिँ प्रायः यसरी पिनाकै पानी लाउँछु है। यो फुल्ने स्टेजमा चाहिँ फुललाई मिनरल्सहरू पुरा चाहिन्छ नि त। त्यही भएर म चाहिँ यो युज गर्छु प्रायः है। विन्टरको टाइममा चाहिँ बेस्ट छ। यहाँ हेर्नुहोस् त यस्तो पेटल्स मजाले लागेको छ नि त। अब यो फुल्ने लागि यति बेला चाहिँ दियो भने चाहिँ बेस्ट हो है। हेर्नुहोस् अब यसरी गरेर चाहिँ लाउने छु म चाहिँ। पातमा नलागिकन अलग अलग यसरी लाउनुपर्छ। तपाईँहरू पनि यसरी युज गर्नु सक्नुहुन्छ है। अब चाहिँ म फेरि म प्रेमुलाहरूमा लाउन आँटेको छु पिनाको पानी है। प्रेमुलाको हेर्नुहोस् त ग्रोथ चाहिँ यस्तो भएको छ। अब एउटा दुईटा गरेर बच्चाहरू पनि निस्किँदैछ है। एउटा दुईटा गरेर अब चाहिँ यो पिनाको पानी लगायो भने चाहिँ झन् बेसी फुल फुल्छ है। त्यही भएर चाहिँ म लाउँछु। सो यो चाहिँ हामीले हप्तामा 2 पल्ट गरेर लाउनुपर्छ है। यसरी लाउँदैछु है। पातमा चाहिँ लाग्नु भएन। यसरी मजाले साइडबाट चाहिँ लाउनुहोस् तपाईँले है। सबै यसरी लाउनुहोस्। सो अब चाहिँ म यहाँनिर बटाबट गरेर सबै पटहरूमा चाहिँ मजाले गरेर लगाइदिँदैछु है। यो पिनाको पानीले चाहिँ हाम्रो फुलहरूलाई मजाले न्युट्रिएन्ट्सहरू दिन्छ। फुल्नुमा चाहिँ हेल्प गर्छ है। जमक्कै फुल्छ। त्यहाँदेखि आज चाहिँ म कहिले पिनाको पानी लाउनु भनेर भिडियो बनाएर राखेको छु। नेक्स्ट टाइम चाहिँ तपाईँहरूलाई पिनाको पानी कसरी बनाउनु, कति दिन राख्नु त्यसको भिडियो पनि लिएर आउने छु। सो आजको लागि चाहिँ यति नै हो। थ्याङ्क यू सो मच फर वाचिङ सबैजनालाई। सी यू इन माई नेक्स्ट भिडियो।